जेसिसको 28औं वार्षिक उत्सव तथा खाद्यान्न तथा पोसाक वितरण कार्यक्रमलाई अतिथिको रूपमा निमन्त्रणा गर्नु भएकोमा लेखनाथ जेसिसको सम्पूर्ण पदाधिकारीज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो विशेष गरी आज दुईटा मौका परेको छ, एउटा लेखनाथ जेसिसको स्थापना दिवस र अर्को पुण्य काम तपाईँले गर्न आउनुभएको छ, खाद्यान्न तथा पोसाक वितरण गर्न आउनुभएको छ। यसलाई तपाईँलाई यो तपाईँको 28औं एनिभर्सरीको उपलक्ष्य, एनिभर्सरी भन्छ कि जन्मोत्सवको उपलक्ष्य र यो खाद्यान्न तथा पोसाक वितरणको कार्यक्रम राख्नु भएकोमा तपाईँलाई बधाई दिन चाहन्छु। र तपाईँको जसरी जेसिसले युवाहरूलाई एउटा कसरी लिड गर्ने, देशको विभिन्न परिस्थितिमा कसरी चाहिँ हामीले लिड गर्ने र कसरी लिड गर्नको लागि के भन्छ पथ प्रदर्शक गर्ने भन्ने सिकाउने भएको कारणले गर्दा यो जेसिसप्रति सधैँ म पोजिटिभ रहेको कुरा पनि तपाईँलाई निवेदन गर्न चाहन्छु। मैले विशेष गरी अस्ति यहाँ हाम्रो कार्यक्रम जेसिसको सर भेट हुँदै गर्दा मैले के भनेको थिएँ, यहाँको जेसिस त अलिक एक्टिभ रहेछ भनेर पनि भनेको थिएँ। किनभने म पूर्वको मान्छे हो, पूर्वमा हामीले हाम्रो पूर्वतिर चाहिँ जेसिस अलिक धेरै एक्टिभ हुन्छ। मैले धेरै जेसिसका साथ